सम्पूर्ण कक्षा 12 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूलाई पनि हामी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा भन्ने बुकबाट जसको एकाइ 3 मा रहेको पाठ 6 को संवेग व्यवस्थापन भन्ने टपिकमा छलफल गर्न गइराखेका छौं, जुन यस प्रकार छ। सबभन्दा पहिला संवेग व्यवस्थापनको अवधारणा अथवा संवेग भनेको के हो, संवेग व्यवस्थापन भनेको के हो, त्यसको अवधारणा भनेको के हो भन्ने कुरामा चाहिँ हामी हेर्छौं। जस्तो कुनै वस्तु वा परिस्थिति प्रतिको चेतनायुक्त मानसिक प्रतिक्रिया, जस्तो सुख, खुशी, उत्साह सकारात्मक कुराहरू भयो भने दुःख, पीडा, रिस, नकारात्मकता जुन हामी देखाउँछौं तिनीहरू नै संवेग हुन् भन्ने कुरा हुन्छ है। कुनै त्यस्तो परिस्थिति आउँछ, त्यो परिस्थितिले चाहिँ हामीमा सुख, खुशी अथवा उत्साह देखाउँछ भने तिनीहरू चाहिँ सकारात्मक संवेग भयो भने त्यस्तै परिस्थितिले, त्यस्तै कुनै घटनाले, वस्तुले, विषयवस्तुले चाहिँ दुःख, पीडा, रिस जस्ता नकारात्मक संवेगहरू पनि उत्पन्न गराउन सक्छ भन्छ है त। सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगप्रति सचेत रहने तथा तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ हो। प्रत्येक मान्छेमा संवेग हुन्छ, प्रत्येक मान्छे खुसी हुन्छ, दुखी हुन्छ, उत्साह हुन्छ, रिसाउ छ, उसमा पीडा हुन्छ हैन। तर ती दुवै राम्रा अथवा नराम्रा संवेगलाई चाहिँ हामीले राम्रो तरिकाले अथवा रचनात्मक तरिकाले चाहिँ परिचालन गर्छौं भने त्यो चाहिँ के हो, एउटा संवेगको व्यवस्थापन हो भन्ने कुरा चाहिँ यहाँ भनिएको छ है त। अब हेरौं, यहाँ नम्बर 2 मा छ संवेग व्यवस्थापन सिप भित्र के सिपहरू पर्छन् भने यहाँ दिएको छ, हेरौं है त। जस्तो आफ्नो संवेगलाई बुझ्ने र त्यसप्रति सचेत रहने हो। म कस्तो छु, मेरो संवेग चाहिँ केमा बढी छ भने जस्तो कोही धेरै रिसाउन सक्छ हैन, कोही चाहिँ चाँडै दुखी हुने खालको हुन सक्छ, कोही एकदमै चाँडै खुसी हुने खालको हुन्छ। तर ममा भएको चाहिँ संवेग के हो र सबै संवेग हुन्छ हुन त, तर पनि त्यसमा पनि कसैमा जस्तो कोही चाँडै रिसाउने हुन्छ, कोही चाँडै दुखी हुन्छ, कोही सानो कुरामा धेरै खुसी हुने हुन्छ हैन। भने यी कुरालाई चाहिँ मेरो संवेग यो हो र त्यसलाई चाहिँ राम्रो तरिकाले बुझ्ने र त्योप्रति सचेत रहनुपर्छ हामीले। अरूहरूको संवेगात्मक प्रतिक्रियालाई विवेकपूर्ण ढंगले बुझ्नु पर्यो हैन। कोही अरू मान्छे पनि छ, अरूको पनि हुन सक्छ, त्यो कोही चाँडै रिसाउने हुन सक्छ भने त्योसँग बोल्दाखेरि विचार पुर्याउने हो। कसैलाई चाँडै दुःख लाग्छ भने उसँग धेरै मजाक गर्ने हुन्छ नि, त्यस्ता खालका सटारिकल कुरा गरे भने दुखी हुन सक्छ। यी कुरा चाहिँ बुझ्नु पर्यो भन्ने भयो। संवेग व्यक्त गर्न उपयुक्त शब्दावली प्रयोग गर्ने, अश्लील शब्दहरू प्रयोग नगर्ने भन्ने। जस्तो रिसै उठ्यो भन्दैमा चाहिँ नराम्रा कुराहरू, गाली बेइज्जत गर्ने खालका कुराहरू युज गर्नु भएन। अरूको संवेगमा समानुभूति राख्ने हो। कोही मान्छे रिसाउँछ, कोही मान्छे चाँडै दुखी हुन्छ भने कति चाँडो दुखी भयो, कति चाँडो रिसाएको भन्ने हैन। यदि ममा त्यो भइदिएको भए, यदि ममा त्यस्तो खालको संवेग भइदिएको भए के हुन्थ्यो भन्ने खालको समानुभूति राख्ने हुनु पर्यो। आन्तरिक संवेगात्मक अनुभव र बाह्य वस्तुगत संवेगात्मक अभिव्यक्तिबीच फरक छुट्याउने हो। मान्छेको संवेगहरू आन्तरिक र बाह्य हुन सक्छन् हैन, वस्तुगत हुन सक्छन् अथवा चाहिँ आन्तरिक हुन सक्छन्, त्यो चाहिँ फरक छुट्याउन सक्नु पर्यो। नकारात्मक संवेग ल्याउने परिस्थिति र नकारात्मक संवेगलाई सहज बनाउने हो। सकेसम्म मान्छेमा चाहिँ नकारात्मक संवेग, रिस, दुःख, पीडा त्यस्ता खालका संवेग ल्याउने परिस्थिति चाहिँ हामीले निर्माण गर्नु हुँदैन र त्यसलाई चाहिँ यदि आइहाल्यो भने पनि त्यसलाई कसरी सहज बनाउने भन्नेतिर लाग्नुपर्छ, त्यसलाई बढाउनेतिर लाग्नु हुँदैन भन्ने हो। सम्बन्धहरूमा संवेगात्मक सञ्चार गर्दा अत्यन्त सचेत भएर गर्ने हो। संवेगात्मक सञ्चार गर्दाखेरि यदि हामीले केही कुरा काम गर्दाखेरि अरूलाई चाहिँ त्यस्तो खालको संवेगात्मक अवस्था नआउने, कोही दुखी हुने खालको छ अथवा कोही रिसाउने खालको छ भने हामीले जब कम्युनिकेसन गर्छौं, हामी जब सञ्चार गर्छौं त्यो कुरा चाहिँ विचार गर्नुपर्छ भन्ने हो। आफ्नो संवेगलाई रचनात्मक रूपमा व्यवस्थापन गर्ने भन्ने छ। रचनात्मक रूपमा जानु पर्यो है। कोही दुःख छ भने दुःखलाई पनि चाहिँ केही अन्य काममा चाहिँ लगाउने। कसैलाई ठुलो दुःख पर्यो भने मान्छेले त्योबाट चाहिँ केही पाठ सिक्ने र त्यसबाट चाहिँ हामीले त्यसलाई अर्को, जस्तो कविता लेख्ने हुन्छ कोही मान्छेहरू, कोही मान्छे कथा लेख्ने, कोही म्युजिक बनाउने हैन, गीत लेख्ने हुन्छ नि हो। त्यस्तो खालको कुरामा चाहिँ हामीले आफ्नो संवेगलाई चाहिँ व्यवस्थापन गर्न सक्नुपर्छ भन्ने हो यो व्यवस्थापन सिपमा चाहिँ। अब संवेग व्यवस्थापनका उपाय भनेको छ कसरी हामीले आफ्नो संवेगलाई चाहिँ व्यवस्थापन गर्न सक्छौं त भन्ने कुरा चाहिँ दिएको छ। यो सिप र उपाय लगभग धेरै कुराहरू उस्तै हुन सक्छन्। अरूप्रति माया सद्भाव राख्ने हैन, अरूले आफूप्रति गरेको कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने। कसैले केही सानो पनि काम गर्यो भने थ्यांक यू भन्नु पर्यो हैन, अथवा वेलकम भन्न सक्नु पर्यो। अरूको अति आलोचना गर्नबाट बस्ने हो। सकेसम्म अरूको आलोचना नगर्ने कुरा चाहिँ गर्नु पर्यो। आफूमा नकारात्मक सोचाइ आएमा त्यसलाई चुनौती दिने वा प्रमाण खोज्ने हो। यदि कोही कुरा नराम्रो आयो, कसैप्रति नराम्रो भाव आयो भने त्यसलाई चुनौती दिने हुनु पर्यो, अर्थात् त्यसको बारेमा
प्रमाण छ कि छैन त्यो खोज्ने हुनु पर्यो। आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुनु पर्यो हैन। आफ्ना वरपर भएका घटनालाई स्वाभाविक मानेर स्वीकार गर्नु पर्यो। ठुलै पहाडै खसिया हो भन्ने तरिकाले लियो भने मान्छे दुखी हुन सक्छ अथवा त्यसमा चाहिँ एकदमै रिस उठ्न सक्छ भन्ने हो। आफ्नो जीवनमा आएका नकारात्मक कुरा भन्दा सकारात्मक कुरामा ध्यान दिने हो। नकारात्मक संवेगबाट बस्न तथा त्यसलाई कम गर्न उक्त परिस्थिति भन्दा बाहिर जाने वा कुनै मन पर्ने वा रमाइलो क्रियाकलापमा संलग्न हुने, यी कुराहरू चाहिँ गर्नु पर्यो। नियमित रूपमा शारीरिक व्यायाम गर्ने, एकान्तमा बसिरहनुको सट्टा मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने र समूह रमाउन सिक्ने हो। यदि कुनै मान्छे जहिले पनि दुखी भइरहेको छ भने त्यसको साथीहरूसँग बस्ने, रमाइलो गर्ने, कुराकानी गऱ्यो भने त्यसले चाहिँ फरक हुन्छ। कोठा वा घरभित्र बसिरहनुको सट्टा केही समय बाहिर बिताउने बानी बसाउने हो। साथीहरूसँग जाने, खेल्ने, घुम्ने हो, यस्ता खालका कुरा गऱ्यो भने पनि मान्छेमा केही संवेगहरू चाहिँ कम हुन सक्छन् भन्ने हो। सम्भव हुने महत्त्वकांक्षालाई मात्र राख्ने र त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्ने र अति महत्त्वकांक्षा नराख्ने हो। धेरै महत्त्वकांक्षाका कारणले गर्दाखेरि कहिलेकाहीँ मान्छे दुखी हुन्छ। प्राप्त हुने खालका इच्छाहरू, आकांक्षाहरू मात्र राख्नुपर्छ। प्राप्तै हुन नसक्ने, हामीले उपलब्ध नै गर्न नसक्ने खालका महत्त्वकांक्षा राख्यो भने त्यसले मान्छेलाई दुखी बनाउने, डिप्रेसनमा लाने, लास्टमा चाहिँ सुसाइड गर्नसम्म पुगाउने चाहिँ यस्तो अवस्था देखिन्छ है त। अब हेरौँ, संवेग त हो तर सबैभन्दा जटिल संवेग चाहिँ किशोरावस्थामा आउँछ कि। त्यही भएर किशोरावस्थामा संवेगको बारेमा हामी हेर्छौँ। मानव जीवनको बाल्यावस्था र वयस्कावस्था बिचको एउटा सङ्क्रमणकालीन अवस्थालाई चाहिँ किशोरावस्था भन्छ है त। किशोरावस्थामा के हुन्छ भन्दा मान्छेको शारीरिकदेखि लिएर मानसिकदेखि लिएर संवेगात्मक उथलपुथल भइराखेको हुन्छ अथवा शारीरिक वृत्ति विकासका कुराहरू भइराखेका हुन्छन्, जसले गर्दाखेरि शरीरमा विभिन्न किसिमका हार्मोनहरू पैदा हुने र त्यो कारणले गर्दाखेरि मान्छेको मानसिक र संवेगात्मक अवस्थामा पनि परिवर्तन ल्याउने भएको कारणले गर्दाखेरि यसलाई चाहिँ हामी एउटा सङ्क्रमणकालीन हैन, एउटा खतरनाक समयको रूपमा चाहिँ लिन सक्छौँ। त्यही भएर किशोरावस्थामा चाहिँ कसरी संवेग व्यवस्थापन गर्ने भन्ने कुरा यहाँ दिएको छ। सो विश्व स्वास्थ्य सङ्गठनका अनुसार 10 वर्षदेखि 19 वर्षसम्मको उमेरलाई चाहिँ किशोरावस्था भनिन्छ अथवा मानिन्छ भनेको छ। अब हेरौँ किशोरावस्थामा संवेग व्यवस्थापन कसरी गर्ने भन्ने हो। किनभने यो हामी 11-12मा पढ्ने विद्यार्थीहरू लगभग हामी कक्षा 8देखि भनौँ न 11-12 पास गर्ने अवस्थासम्म अथवा ब्याचलर फर्स्ट सेकेन्ड थर्ड इयरसम्मका विद्यार्थीहरू किशोरावस्थामा हुन्छन् हैन। 10-11 वर्षदेखि 19-20 वर्षको विद्यार्थीहरू हुन्छन्। त्यही भएर त्यति बेला चाहिँ मान्छेमा विभिन्न खालको प्रभाव हुन्छ, विभिन्न खालको चाहिँ संवेगात्मक अवस्थाहरू आउन सक्छन्, उथलपुथलहरू हुन सक्छन्। त्यही भएर चाहिँ आफ्नो संवेगलाई चाहिँ कसरी हामीले व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरा यहाँ दिएको छ। जस्तो आफूले अनुभूति गरिरहेको संवेग पहिचान गर्ने र त्यसलाई नियन्त्रण गर्ने हो। अघि नै हामीले कुरा गऱ्यौँ कि आफूमा कस्तो खालको संवेग हावी छ, दुखी हुने संवेग हावी छ कि, धेरै खुसी हुने संवेग हावी छ कि, रिसाउने संवेग छ कि, योलाई चाहिँ पहिचान गर्ने र त्यसलाई चाहिँ सकेसम्म नियन्त्रण गर्नुपर्छ, आफ्नो कब्जाभित्र राख्नुपर्छ भन्ने हो। धेरै रिसाउने बानी छ भने होइन, त्यसलाई चाहिँ आफ्नो रिसलाई चाहिँ नियन्त्रण गर्ने कोसिस गर्ने हुनु पर्यो। अरूले अनुभूति गरिरहेको संवेग सहानुभूतिपूर्वक पहिचान गर्ने र त्यसअनुसारको व्यवहार गर्ने हो। अरूमा पनि केही त्यस्तो खालको संवेग छ भने, कोही दुखी छ भने त्यो मान्छे चाहिँ दुखी छ है भनेर त्यही अनुसारको व्यवहार गर्ने। कोही मान्छे रिसाउने खालको छ भने त्यो मान्छे चाहिँ धेरै रिसाउँछ है भने त्यही अनुसारको व्यवहार गर्न सक्ने हुनु पर्यो भन्ने हो। आफूले संवेगात्मक अनुभूति गरिरहेको समय पनि आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर लागिरहने हो। आफूलाई चाहिँ कुनै बेला रिस हुनसक्छ, कुनै बेला दुखी हुनसक्छ अथवा कुनै बेला धेरै खुसी हुनसक्छ। त्यसो अवस्था आए पनि आफ्नो काम, आफ्नो लक्ष्य के हो त त्यसमा चाहिँ लागिराख्ने हो हैन। जस्तो कोही निरन्तर रूपमा पढिराखेको अथवा कलेज गइरहेको व्यक्ति कुनै कारणले दुखी भयो भन्दैमा कलेजै छोड्ने होइन भन्न खोजे। एउटा आफ्नो जुन लक्ष्य छ, आफ्नो जुन काम छ त्यसमा चाहिँ निरन्तर लागिराख्नुपर्छ भन्ने हो। असहज परिस्थितिमा चुपचाप बस्ने वा त्यहाँबाट भाग्ने गर्नुभन्दा त्यहीँ रहेर सौहार्दपूर्ण कुराकानी गरी परिस्थितिलाई चाहिँ सहज बनाउने हो। कुनै बेला रिस उठ्न सक्छ, कुनै बेला केही कारणबाट दुखी अथवा खुसी हुनसक्छ होइन। त्यस्तो अवस्था के गर्नु, त्यहाँबाट लुक्ने, भाग्ने अनि त्यसको चाहिँ पछि बदला लिने भन्दा नि जे कुरा हुन्छ तत्काल गर्ने र त्यहाँबाट समस्यालाई चाहिँ अथवा त्यो परिस्थितिलाई चाहिँ सहज बनाउने बाटोमा चाहिँ हामीले जानुपर्छ। कसैले कुनै नराम्रो काम गर्न दबाब दिएमा त्यसलाई सम्मानपूर्ण भाषामा अस्वीकार गर्ने हो। कसैले यस्तो गर उस्तो गर भन्ला अथवा केही नराम्रो कामको लागि पनि हामीलाई चाहिँ उक्साहट गर्नु भने पनि त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो, सम्मानपूर्वक भाषामा चाहिँ अस्वीकार गर्ने, होइन मेरो हातबाट चाहिँ यस्तो हुँदैन भन्न सक्नु पर्यो भन्ने हो। आफ्नो संवेगलाई शान्त पार्न विभिन्न क्रियाकलापहरू जस्तै लामो लामो श्वास लिने, अन्यत्र ध्यान लगाउने, पानी पिउने आदि गर्ने। जस्तो रिसको औषधि पानी भने जस्तै होइन, मुखमा पानी राख्यो भने गाली गर्नै परेन, बोल्नै परेन। लामो लामो सास दियो भने एकछिन मान्छे रिसाएकै मान्छे पनि के हुनसक्छ,
कन्ट्रोल हुनसक्छ। अन्यथा ध्यान लगाउने, जहाँतिर जुनसँग चाहिँ रिस भएको छ अथवा कसैसँग चाहिँ एउटा नराम्रो व्यवहार भएको छ त्योतिर ध्यानै नदिने, अन्यतिर जाने, त्यस्तो खालको हुनु पर्यो। अरूहरूको संवेगलाई शान्त पार्न उनीहरूसँग समानुभूतिपूर्वक संवाद गर्ने हो। अरू पनि कोही दुःखी भएको छ, कोही रिसाएको छ भने उसको चाहिँ भावनालाई बुझ्न त्यो अनुसार चाहिँ कुराकानी गर्यो भने ऊ मान्छे चाहिँ, अर्को मान्छे चाहिँ के हुन्छ, चाँडै उसलाई चाहिँ हामीले फकाउन सक्ने अथवा चाहिँ उसको पनि संवेगलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ भन्ने हो। आफ्ना भावनालाई कल्पनामा उड्नबाट रोक्न अति महत्त्वाकांक्षा नराख्ने हो र है। संवेगलाई चाहिँ सम्हाल्नुको लागि चाहिँ किशोरावस्थामा चाहिँ मैले अघि नै भने विभिन्न कालका हार्मोनियल अथवा हार्मोन सम्बन्धीका परिवर्तनले गर्दाखेरि अति महत्त्वाकांक्षा राख्ने हैन, डे ड्रिमिङ भन्छौँ नि हामी, दिवा सपनाहरू देख्ने, यस्ता खालका आकांक्षा राख्नबाट चाहिँ हामीले के गर्नुपर्छ, बस्नुपर्छ। आकांक्षा राख्ने, महत्त्वाकांक्षा राख्ने, तर कस्ता राख्ने भन्दा आफूले पुरा गर्न सक्ने, आफ्ना परिवारले पुरा गर्न सक्ने खालका चाहिँ राख्यो भने त्यसलाई हामी पछि सजिलै तरिकाले चाहिँ पुरा गर्न सक्ने भयो। सो तत्कालको सानो फाइदामा लोभिएर दीर्घकालीन फाइदा गुमाउनबाट बस्न सोच विचार गरेर मात्र निर्णय लिने हो। हामी कहिलेकाहीँ के गर्छौँ भन्दा तत्कालको फाइदा देख्ने बित्तिकै त्यो तर्फ जाने, जसले गर्दाखेरि हाम्रो दीर्घकालीन अथवा लामो समय आफ्नो जीवनभरि हुने ठुलो फाइदाबाट हामी गुम्छौँ अथवा त्यसले चाहिँ हामीलाई सानो समयमा चाहिँ बर्बाद पार्न सक्छ। त्यही भएर यी कुराहरूबाट बच्नुपर्छ। त्यो भयो भने किशोरावस्थाको संवेग व्यवस्थापन भयो भने हामी आफ्नो जीवनलाई चाहिँ सहज र सरल र एउटा उत्पादनशील सफलतापूर्ण बनाउन सक्छौँ भन्ने कुरा चाहिँ यहाँ दिएको छ। ओके, आजको भिडियो यहीँ समाप्त गर्छौँ। थ्याङ्क यू सो मच।